कहाँ पुग्नु राखेको खुर्सानी किन खानु जाँदा गर्मीमा खुर्सानी खाएर हुन्छ अरु कुनै छैन नि पकाएको यही मात्रै हैन अनि अरु के पकाउनु घरमा भए बुढीले अचार ससार बनाउँथ्यो यहाँ त यही हो ल भिडियो गर्ने ढलाइपाटी देखिन्छ ढलाइपाटीमा यस्तै हो खाना 2 बजे हुँदैछ अब के गर्नु हैन 2 बजे खाना खुवाइ हुँदैछ ढलाइमा कराईमा दिँदैछ दमादम आज कराई पार्टी हो ढलाईको खाना चल्दैछ 2 बजे यस्तो भाइ काम गर्नुपर्छ खानुको टाइम हुँदैन आफू केराको पातमा शुद्ध थालमा अहिले माझ्नु परेन नि त केराको पातमा खासी माझ्नु परेन फ्याँक्दियो को गइरहन्छ यो घाममा को गइरहन्छ फ्याँक्नलाई ए माझ्नलाई चिपै फ्याँक्दियो बाहिरतिर यो थाली भन्दा चोखो हो नि केराको पात फेर चोखो नि पहिले बे हुँदाखेरि मुला हामी पहाड लिन जान्थ्यौँ अहिले त टोकरी आउँछ 2 बजे हामी भातै खानु सकिँदैन यार अमन हुन्छ क्या त्यति अमन भइसक्यो हुन्छ यो चाहिँ मासु कहाँबाट ल्यायो यो गोडीगञ्जबाट गोडीगञ्ज पुगिने लिनलाई अर्को भेट्नु भएन है गएन यसको पनि ढलाइपाटी खानुपर्छ होला एक दिन यसो नि सोलिङ भइसकेको छ यसको पनि ढलाइपाटी खानुपर्छ अहिले चाहिँ त्यो पर घरको ढलाइ हुँदैछ आज कम्प्लिट हुन्छ त्यही ढलाइ त्यसको ढलाइ पार्टी चल्दैछ यता लेकिन माल चाहिँ सानो भयो कि क्या हो बजियाले सानो काटेर मरेछ ठिक छ त खुट्टा ल्याउँदा हुन्थ्यो